त्यसमा त यो 2021 जुन डेट निकै चर्चा चलिएको छ। हजुर यो जो फेक डेट भनेको चर्चाहरू पनि चलिएको छ। र यस विषयमा तपाईँहरूको पक्षबाट यसको के छ? विशेष गरेर विस्तृत जानकारी गराइदिनुहोस्। विशेष गरेर अब मैले अघि नै भने हामी जब 2017 मा हामी यस सङ्गठन जब अस्तित्वमा आए है र सर्वप्रथम यो सङ्गठनकै माग अनुसार हाम्रोमा जुन 652 एउटा भ्याकेन्सी थियो एउटा बोर्डमा रहेको थियो, त्यो भ्याकेन्सीलाई फुलफिल गर्नुपर्छ, त्यसलाई खोल्नुपर्छ भन्ने माग पनि हामी सङ्गठनले नै गरेको हो। यही मुताबिक अहिले जुन बङ्गालमा जुन टेट भइरहेछ र दार्जिलिङमा पनि एउटा हाम्रो डिस्ट्रिक्ट स्कुल बोर्डसँग हाम्रो एउटा समन्वय बसेर राखेर हामीले सङ्गठनको हिसाबमा चाहिँ एउटा पारदर्शी अनि ट्रान्सपरेन्ट रूपमा एउटा टेट इक्जाम हुनुपर्छ भन्ने माग सङ्गठन राखे मुताबिक हामीले 2021 मा चाहिँ यो टेट इक्जामिनेसन विभागलाई प्रेसर गरेर गराउने काम सङ्गठनले गरेको। त्यति बेला यो अब अहिले विभिन्न प्रकारको लान्छानहरू लागिरहेछ, तर हामी सङ्गठन आश्वस्त छौँ यो फेक टेट होइन। हामीलाई जहाँसम्म हामी किनभने यसको सम्पूर्ण प्रक्रियाहरू पुरा गरेर यो टेट इक्जाम भएको, किनभने हामीले किन यसलाई हामी यो फेक भन्न सक्दैनौँ भनेपछि यो जति पनि जिटिएमा यो एजुकेसन डिपार्टमेन्ट हायर एजुकेसनसम्म ट्रान्सपोर्ट डिपार्टमेन्ट हो नि त, गर्दाखेरि आज प्राथमिक शिक्षा विभागले आफ्नो अधिकारको कुराहरू मात्रै यहाँनिर प्रयोगमा ल्याइराखेको छ नि त। यसले उसकोमा अपूर्ण अधिकार छ कि टेट गर्ने, र यो पनि त्यति बेला तत्कालीन हाम्रो आदरणीय छिरिङ म्याडम हुनुहुन्थ्यो, उहाँले नै कलकत्तासँग समन्वय राखेर यो उहाँकै नेतृत्वमा यो टेट इक्जामिनेसन भएको। तर अब हाम्रो के छ भने आज हाम्रो पहाडमा एउटा यस्तो खालको एउटा माहौल तयारी भएको छ, एउटा कसै एउटा प्रोग्रेसिभ काम गर्न चाहनेहरूको निम्ति पनि पछाडिबाट तेलो खुट्टा तान्ने कामहरू भइरहेछ। तर त्यही मुताबिक यो टेट मुताबिक टेटको जुन एउटा केस थियो त्यसलाई लिएर हाम्रो यहाँ पहाडको जति पनि विपक्षका अब बुद्धिजीवी भनौँ अथवा उहाँहरू अब के भनौँ है, उहाँहरूले कोर्टमा एउटा केस हालेको छ यो माथि एउटा। तर यसर्थ यो अहिले कोर्टमा विचाराधीन छ यो केस है, यो विषय। यसोस्ले हामीले यसलाई अब विभागलाई पनि हामीले बारम्बार माग गरिरहेछौँ यो टेट खोल्नुपर्छ, जसले गर्दामा चाहिँ यहाँ पहाडमा लगभग त्यति बेला 652 भ्याकेन्सी थियो, तर अहिले आएर लगभग 1100 भन्दा ज्यादा भ्याकेन्सी हाम्रो प्राथमिक पाठशालाहरूमा रहिआएको छ। यसो गर्दाखेरि पहाडको जिटी एरियाको 1100 जना बेकारी भाइ बहिनीले यहाँ काम पाउने थियो, र 1100 भनेको लगभग 1 लाख 2 लाख 1 लाख भन्दा पनि ज्यादा एउटा फ्यामिली सर्भाइभ हुने एउटा यहाँ चान्सेस थियो। तर यसलाई चाहिँ हामीले खोल्नुपर्छ भनेर हामीले हाम्रा जिटिए प्रमुख कार्यपाल महोदयलाई पनि हामीले यो कुरा हामीले बारम्बार सङ्गठन पक्षमा भनिरहेका छौँ, जनाइरहेका छौँ। अनि हाम्रो अहिले वर्तमान प्राथमिक शिक्षा प्रभारी श्रीमान राजेश चौहान सरलाई पनि हामीले यो टेट खोल्नुपर्छ भनेर सङ्गठनको पक्षमा हामीले बारम्बार हामीले ज्ञापनहरू दिइरहेछौँ। तर यो कानुनी अहिले कोर्टमा विचाराधीन भएकोले गर्दामा अब यो कहिले चाहिँ यसको माने यो छलफल हुन्छ अनि यसको कहिले सुनाइ यसको अन्तिम सुनाइ हुन्छ तब मात्रै हामीले यस विषयमा अघि बढ्न हामी सक्नेछौँ भन्ने हामी यो यहाँलाई जानकारी गराउन चाहन्छौँ। सर त्यसरी नै यो जुन 121 केस हजुर म विशेष गरेर यसमा अलिकति सर ल अलिक भूमिका गरिदिनु पऱ्यो, किनभने हामी जब 2019 मा 121 जुन वेस्ट बेङ्गालको माननीय मुख्यमन्त्री सुश्री ममता ब्यानर्जी महोदयले यो 121 पहाडमा भ्याकेन्सी थियो, पहाडमा जो टिचरहरूलाई एपोइन्टमेन्ट दिनुभयो, उहाँहरू 2019 देखि नै हाम्रो सङ्गठनसँग हिल तराई प्राथमिक शिक्षक सङ्गठनसँग आबद्ध छन् र अहिले हामी उहाँहरू हाम्रो सदस्यहरू हुन्। उहाँहरू कतिजना सदस्यहरू हाम्रो हिल तराई प्राथमिक शिक्षक सङ्गठनको क्षेत्र समिति, केन्द्र समिति, जिल्ला समिति सम्हालेर बसिरहनु भएको छ र उहाँहरूको जुन एउटा केसको यो प्रक्रिया थियो, जुन एउटा उहाँहरूको त्यो अवैध हो यो भनेर जुन केस लाउने काम भएको थियो र यो पहिलोपल्ट पनि खारिज गरिदिएको के अरे कोर्टले, माननीय कोर्टले, र फेरि यो अस्ति 13 तारिकको दिन पनि पूर्ण रूपमा यो केस डिसमिस भयो भन्ने एउटा कोर्टले नै यसलाई सुनवाई गरेको हुनाले गर्दामा हामी हिल तराई प्राथमिक शिक्षक सङ्गठन केन्द्र समितिको पक्षमा विशेष गरेर यसमा पहल गर्नुहुने यो केसको निम्ति जुन एफिडेभिटदेखि लिएर सम्पूर्ण कामहरू गर्नुहुने हाम्रा माननीय राजेश चौहान जो प्राथमिक शिक्षा विभागका प्रभारी हुनुहुन्छ, उहाँलाई हामी सङ्गठन पक्षमा धन्यवाद दिन्छौँ। अनि यस्तै गरेर प्रकारले श्रीमान रोका
तिलकचन्द्र रोका सर, जसले अनवरत रूपमा खटेर यो उहाँहरूको एफिडेभिट बनाएर अनि सँगसँगै बोर्डको एकजना हाम्रो एआई साहब नवाङ भोटिया साहब, उहाँले नै यो केसलाई अगाडि सर्किट बेन्च कुचबिहार जलपाइगढीमा लगेर उहाँले धेरैपल्ट सुनवाईहरूमा उहाँ आफै उपस्थित भएर जुन प्रकारले उहाँ खटेर यो बोर्ड गर्नुभयो, यसको निम्ति हामी सङ्गठन पक्षमा उहाँहरूलाई हामी विशेष धन्यवाद दिन्छौँ। अनि विशेष गरेर अस्तिको दिन एउटा हामी त्यसलाई पनि एउटा क्लियर गर्न चाहन्छौँ। अस्तिको जब त्यो 13 तारिक कोर्टले यो 121 को जुन मामिला पूर्ण रूपमा के अरे डिसमिस गरिदिनु भयो र यो माथि एउटा सङ्गठनको अनुमति नलिकन सङ्गठनको कुनै प्रकारको एउटा परामर्श नलिकन एउटा पत्रतिर एउटा खबरहरू यहाँनिर प्रसारण भयो कि हाम्रो खबर त सही नै थियो, त्यो के डिसमिस भयो, तर त्यो जुन पोर्टफोलियोको एउटा नाम त्यहाँ दिनुपर्ने थियो र जिल्ला समितिको अब कालिम्पोङ जिल्ला समितिको पक्षमा त्यो खबर दिएको थियो, तर त्यो जिल्ला समिति कालिम्पोङका महासचिव श्रीमान रूपमणि प्रधान हुनुहुन्छ र हुनुपर्नेमा तर त्यहाँनिर दिनेश महन्त भएर आएको छ। यसको निम्ति चाहिँ हामी सङ्गठन हिल तराई प्राथमिक शिक्षक सङ्गठन केन्द्र समिति हामी खण्डन गर्छौँ। यो कसले यो प्रेसमा दिए, कसले चाहिँ यसलाई प्रसारण गरे, यो चाहिँ झट्टभन्दा झट्ट उनीहरूले यसलाई करेक्सन गरेको हामी माग गर्दछौँ। र विशेष गरेर यो माथि अब हामीसँग अनवरत खट्नुहुने हाम्रा सङ्गठनको हिल तराई प्राथमिक शिक्षक सङ्गठन मङ्पू शाखाका सभापति, मङ्पू क्षेत्र समिति सभापति श्रीमान राजेन थापा महोदयले 121 का पनि भुक्तभोगी हुनुहुन्छ र उहाँले यसमाथि विस्तृत रूपमा यहाँलाई जानकारी गराउनुहुन्छ। हामी अब 121 भन्ने हामी एउटा टिम भएर काम गर्दैछौँ, तर तथापि हामी 121 2019 जनवरी 23 तारिक बङ्गालकी मुख्यमन्त्री श्री ममता ब्यानर्जी महोदयले हामीलाई चौरस्तामा सुभाष चन्द्र बोसको जन्म उत्सवमा हामीलाई नियुक्ति पत्र प्रदान गर्नुभएको थियो। तत्पश्चात लगतै 25 जनवरी 2019 को दिन त्यस्ताका जिटिए चेयरम्यान श्रीमान विनय तामाङज्यू अनि त्यस्ताका बोर्डका चेयरम्यान म्याम छिरिङदाल म्याम, उहाँले हामीलाई अब्जर्भेसन होल 121लाई लालकोठीमा बोलाएर दिनुभएको थियो र त्यो उक्त नियुक्तिलाई अवैध भनेर दार्जिलिङ गोर्खा बेरोजगार प्राथमिक शिक्षक सङ्गठनका सभापति महोदय श्री सुदन गुरुङज्यूले अनि उहाँको टिमले हामीलाई आक्षेप लाउँदै यो अवैध शिक्षक नियुक्ति भएको कारण हामी हाइकोर्टमा मुद्दा दर्ता गर्छु भनेर उहाँले गर्नुभएको थियो। योभन्दा अघि हामीले 2-3 पल्ट जितिसकेको, खारेज भइसकेको, फेरि रिभ्यू पिटिसन गरेर उहाँले हामीलाई एउटा फेरि हाइकोर्टमा मुद्दा दर्ता गर्नुभएको थियो। उक्त मुद्दा हाइकोर्टले गत 13 तारिक जुन 2025 को दिन खारेज गरिदिनु भयो र हामी यो मुद्दा खारेज हुनु र यो त्यसमा हामीले कसरी जित्यौँ, मुद्दा कसरी पार लगायौँ भन्ने म के भन्न चाहन्छु भन्दाखेरि हाम्रो हिल तराई प्राथमिक शिक्षक सङ्गठन सभापति महोदय शैलेश चन्द्र छेत्रीज्यू, उसै गरी सचिव महोदय मुन्ना पाखरिज्यू, हाम्रा बोर्डका आदरणीय बोर्ड मेम्बरज्यू हाम्रा शिशिर राईज्यू, अनि हामी हिल तराई प्राथमिक शिक्षक सङ्गठनको टिम लागि परेर उसै गरी हाम्रा वर्तमान जिटिएका प्रमुख कार्यपाल अनि थापाज्यूलाई हामी धन्यवादी गराउँछौँ। उहाँको निर्देश र उहाँको हाम्रो शिक्षा विभागका मुख्य व्यक्तिहरूलाई उहाँले आदेश दिनुभयो अनि हाम्रा राजेश सरज्यू प्राथमिक शिक्षा भारप्राप्त सभासद, उसै गरी हाम्रो बोर्ड चेयरम्यान रोका सर, नङ टी भोटिया सर एआई र सम्पूर्ण टिमलाई हामी 121 सँगै हिल तराई प्राथमिक शिक्षक सङ्गठनको हामी एउटा टिम आभारी छौँ, आभार व्यक्त गर्दछौँ। उहाँहरूको यो गुणलाई हामी सदा ऋणी बनेर बसौँ र भविष्यमा यो उहाँहरूको ऋणप्रति हामी आभार कृतज्ञता प्रकट गर्दछौँ। अहिले फिलहाललाई चाहिँ म प्राथमिक पाठशाला म सुकुनामा कार्यरत छु र पहिला चाहिँ म मङ्पू सर्कलमै सरोजनी प्राथमिक पाठशालामा म
कार्यरत थिएँ र यो जुन 121 को मुद्दा थियो र जुन अहिले हाइकोर्टले हालैमा 13 जुन 2025 को दिन एउटा फैसला सुनाएर हाम्रो पक्षमा 121 को पक्षमा जुन फैसला सुनाइदिनु भयो माननीय न्यायालयले र त्यसको निम्ति हामी न्यायालयप्रति पनि आभार प्रकट गर्छौँ र यसरी नै अघि हाम्रा यहाँ सर राजेन थापा सभापति मङ्पु क्षेत्रीय समिति हिलतराई प्राथमिक सङ्गठन उहाँले अघि नै कुरा सकिहाल्नुभयो र यसै सन्दर्भमा म के जोड्छु भनेदेखिलाई हामी 121 ठिकै थियो, पहिला हामी 121 थियौँ र हाम्रो सङ्गठनको नाम पनि पहिला अर्कै थियो, एसपिटिटिओ भन्ने एउटा सङ्गठन थियो त्यति बेला, हिल प्राइमेरी टेम्पोरेरी टिचर्स अर्गनाइजेसन भन्ने एउटा सङ्गठन थियो। त्यही मार्फत नै हामीले हाम्रो जुन हाम्रो सही गर्दै गरेकोलाई हामीले त्यसलाई रेगुलराइज गर्नुपर्छ भनेर हामीले त्यो सङ्गठन मार्फत चाहिँ कार्य गरेका थियौँ। तर अहिले आएर चाहिँ हामी जब यो पहाडमा 2017 को आन्दोलन पश्चात जुन एउटा नयाँ यहाँनिर व्यवस्था गठन भयो र त्यो व्यवस्था अन्तर्गत हाम्रो प्राथमिक पाठशालाका शिक्षक शिक्षिकाहरूको वर्ग समस्यालाई लिएर जुन एउटा नयाँ सङ्गठन हिल तराई प्राथमिक शिक्षक एसोसिएसन गठन भयो, त्यस पश्चात हामी सम्पूर्ण 121 शिक्षक शिक्षिकागण त्यसमा आबद्ध छौँ र अहिले आएर हाम्रो 121 भन्ने छैन। यो कुनै यसमा कसैले पनि भुल बुझाबुझ नगरिदिने म यहाँबाट तपाईँहरूको च्यानल मार्फत म निवेदन गर्दछु। सँगसँगै अस्ति त्यो जुन प्रकारले त्यो जुन एउटा खबर प्रसारित भयो माननीय न्यायालयबाट जुन प्रकारले त्यो के अरे मुद्दा फैसला त्यो जुन सुनाइयो र त्यो खबर त्यसको जुन प्रसारित भयो त्यो खबरमा जुन प्रकारले त्यो खबर दिएको छ र जुन व्यक्तिहरूको नामहरू त्यहाँनिर संलग्न छ, त्यसमा लेखिएको छ अथवा त्यहाँनिर जडित छ, त्यो विषयमा चाहिँ हामी 121 भनौँ या त हामी जुन के अरे भुक्तभोगी शिक्षक शिक्षिकागण छौँ हामी अनभिज्ञ छौँ र त्यसले गर्दाखेरि हामी सम्पूर्ण केन्द्रीय समिति एसटिपिटिए केन्द्रीय समितिका पदाधिकारीगण सँगसँगै हामी बोर्ड मेम्बर अनि विशेष गरेर कालिम्पोङ जिल्ला समिति केन्द्रीय समिति अथवा कालिम्पोङ जिल्ला समिति हिलतरा प्राथमिक शिक्षक एसोसिएसन उहाँहरूप्रति पनि हामी यही निवेदन गर्दछौँ कि तपाईँहरूले हामी अन्य शिक्षक शिक्षिका वर्गलाई चाहिँ यो विषयमा अन्यथा नलिदिने भनेर चाहिँ हामी निवेदन टक्राउँदछौँ र त्यसले गर्दाखेरि यो जुन खबर प्रसारित भयो जसमा अन्य व्यक्तिको नाम जसको हुनुपर्ने उसको नभएर अन्य व्यक्तिको नाम त्यहाँनिर लगाइयो, त्यसको पनि हामी अलिकति खण्डन गर्न चाहन्छौँ र सँगसँगै त्यो जुन काम भयो, जुन खबर प्रसारण गर्ने काम भयो, त्यसको निम्ति पनि हामी हाम्रो विशेष गरेर केन्द्रीय समिति हिल तराई प्राथमिक शिक्षक एसोसिएसन उहाँहरूसँग पनि हामी अलिकति उहाँहरूलाई पनि हामी अनुरोध गर्छौँ र उहाँहरूलाई पनि हामी भन्न चाहन्छौँ कि उहाँहरूको कुनै पनि प्रकारको उहाँहरूको जोगाजोग बिना नै यो खबर प्रसारित भएको छ र यसको निम्ति पनि हामी उहाँहरूसँग पनि भुल बुझाबुझ नगरिदिनुहोस् भनी हामी निवेदन टक्राउँछौँ। धन्यवाद।